साथीहरू, एउटा महत्त्वपूर्ण जानकारी के भने कि नेपाली कांग्रेसले गगन थापा लगायत उनका टिमलाई चाहिँ पार्टीबाट साधारण सदस्य नरहने गरी निष्कासन गरेको थियो। त्यसको उपरोक्तमा के पायो त नेपाली कांग्रेसले भन्दाखेरि हेर्नु त आज के देखिएको छ, गगन थापा कांग्रेसको सभापति भएर निस्केका छन्। भनेपछि शेरबहादुर देउवा लगायत उनका टिमहरूलाई चाहिँ गाह्रो नमान्नु होला। तर मैले भन्न खोजेको कुरो के हो भने कि कुनै पनि पद प्रतिष्ठामा रहँदा हामीले चाहिँ घमण्ड गर्नु हुँदैन र हामी चाहिँ सानो छौं भनेर हामीले चाहिँ निराश पनि हुनु हुँदैन भन्ने उहाँहरूले चाहिँ गरेको जो व्यवहारले चाहिँ कहीँ न कहीँ मानव जातिलाई चाहिँ एउटा सन्देश दिँदैछ के। त्यसैले गर्दाखेरि हामी कहिले पनि एक अर्कालाई चाहिँ हैन हातेमालो गरेर अगाडि बढ्नुपर्छ। कसैले पनि कसैलाई चाहिँ हामीले पदको लालचमा या पदको घमण्ड लिएर अगाडि बढ्नु हुन्न भन्ने जस्तो मलाई लाग्छ। तर अहिले जे भयो राम्रो भयो, जेनजीहरूले चाहिँ एउटा न्याय पाएको जस्तो मलाई लाग्छ कि अब गएर केही हुन्छ कि भन्ने लाग्छ। म कुनै पार्टी विरोधी पनि होइन, म कुनै विकास विरोधी पनि होइन है त। अनि म चाहिँ कुनै पार्टीलाई चाहिँ मैले चाहिँ राम्रो नराम्रोलाई पनि राम्रो भन्ने मेरो बानी छैन, किनकि राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्ने मेरो मेन उद्देश्य हो, मेरो धारणा हो। त्यसैले यो भिडियो तपाईसँग सेयर गर्दैछु। हजुरलाई जानकारी कसैलाई मन परेदेखि सेयर गर्नुहोस्।